विश्वकै महँगा फुटबलरमध्ये एक भएर पनि यदि कसैले फुटेको फोन चलाउँछ, सामान्य कार चढ्छ र आफ्नो गाउँका मानिसका लागि करोडौँ खर्च गर्छ भने त्यो व्यक्तिको होला। उनी हुन् सार्दियो माने। मानेको जीवन सङ्घर्षबाट सुरु भएको थियो। सेनेगलको एउटा सामान्य गाउँबाट फुटबलको सपना बोकेर अघि बढेका उनले अभाव र कठिनाइसँग जुझ्दै विश्व फुटबलमा आफ्नो नाम बनाए। तर आज विश्वस्तरीय स्टार बनेपछि पनि उनको जीवनशैली भने उस्तै साधारण छ। उनले फुटेको स्क्रिन भएको फोन प्रयोग गरेको तस्बिर समेत सार्वजनिक भएको थियो। महँगा र विलासी कारको प्रदर्शन गर्नुभन्दा उनी सामान्य कारमा हिँड्न रुचाउँछन्। तर मानेको सबैभन्दा ठुलो विशेषता उनको सम्पत्ति होइन, उनले आफ्नो गाउँका लागि गरेको सहयोग हो। आफ्नो गाउँमा उनले विद्यालय, अस्पताल, मस्जिद निर्माणदेखि समुदायका विभिन्न आवश्यकतामा ठुलो आर्थिक सहयोग गरेका छन्। फुटबल खेलिरहेका गाउँका बालबालिकालाई भेट्दा पनि उनीहरूलाई हौसला दिन्छन्। उनीहरूसँग फुटबल खेल्छन् र आफ्नो सपना नछोड्न प्रेरित गर्छन्। उनका लागि सफलता भनेको महँगो जीवन जिउनु मात्र होइन, आफू जहाँबाट आएको हो त्यही ठाउँका मानिसको जीवनमा केही सकारात्मक परिवर्तन ल्याउनु पनि हो। सायद यही कारणले सार्दियो मानेको कथा यति विशेष बनेको छ।